सगरमाथाको शिर हेर्नको लागि हामी दुईजना खोटाङको हलिसीबाट सोलुखुम्बुको पतालीसम्मको यात्रा तय गर्यौं। मेरो साथी पविन्द्र र म दुईटा बाइकमा दुईजना एकदमै धेरै इन्जोय गर्दै सोलुखुम्बुको पताले भन्ने ठाउँतिर यात्रा तय गर्यौं। हामीलाई थाहा छ यो बाटो 6 घण्टामा पनि पुग्न सक्छ, तर हामीले भने 9 घण्टा लाएर पुग्यौं। किन भन्नुहुन्छ भनेदेखि ठाउँ ठाउँको भ्यूहरू यति रमाइलो थियो, डाँडाकाँडाहरू यति रमाइलो थियो, वातावरण हरियालीहरू यति राम्रो थियो कि हामीले कुनै पनि ठाउँहरू नछुटाइकन हेर्दै जाने पर्यो। कुनै ठाउँहरू त यति रमाइलो पनि थियो कि जुन ठाउँलाई छोडेर हामी अगाडि नै नबढौँ। तर हाम्रो यात्रा भने पताले सोलुखुम्बुसम्म थियो। हामी ठाउँ अल्मलिँदै टिकटक बनाउँदै रमाइलो गर्दै बिचमा खाना खाँदै ओल्डुङ्गा हुँदै सोलुखुम्बुको पताले भन्ने ठाउँमा पुग्यौँ। त्यो ठाउँलाई पनि अलिकति उज्यालोमा हेर्ने मौका पाइयो। तर हामीलाई पहिलो प्राथमिकता भनेको सगरमाथा हेर्ने थियो। कारणवश हामी टाइममा पुग्यौँ। हामीले सगरमाथा त्यो टाइममा हेर्न नसक्ने रहेछौँ, किनकि बिहानको मौसम चाहिने रहेछ, बादल नलागेको मौसम चाहिने रहेछ सगरमाथाको शिर हेर्नको लागि। त्यसै भएको कारणले गर्दा हामी सोलुखुम्बुको पताले भन्ने ठाउँमा हिमालयन होमस्टे चुज गरेर बस्यौँ। होमस्टे एकदमै रमणीय थियो, एकदमै रमाइलो थियो। हाम्रो बजेटले यतिको होमस्टे ठिक छ भनेर हामी साथीसँग त्यहीँ बस्यौँ। अब हामीलाई यो लागिरहेको थियो कि भोलि कहिले हुन्छ, हामीले सगरमाथा कहिले हेर्न पाउँछौँ नजिकबाट भनेर आतुर थियौँ। तपाईँहरूलाई पनि यदि आतुर छ भनेदेखि भिडियोको पार्ट 2 हेर्न अवश्य पर्खिनु होला। र यसको लागि पुरा भिडियो हेर्नुहुन्छ भनेदेखि कृपया आरआर च्यानल भिजिट गर्नुहोला यसको पुरा भिडियो हेर्नको लागि। कृपया नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिदिनु। भेट्छ हामी पार्ट 2 मा। थ्याङ्क्स फर वाचिङ। बाई।